साथीहरू, यो चाहिँ कोठिया घाटको पुल हो। 1015 मिटर लामो रहेको यो पुल नेपालको सबैभन्दा लामो पुल हो। यो चाहिँ कर्णाली नदी वा गेरुवा नदी माथि रहेको सबैभन्दा लामो पुल हो। एकपटक हजुरहरू पनि अवश्य यो पुलमा भिजिट गर्न आउनुहोला। आज चाहिँ हामी बिदाको दिन पारेर फ्यामिली टुर तथा पिकनिक कार्यक्रमको लागि राजापुरतिर प्रस्थान गर्दैछौँ। आफ्नै गाडीमा एकदमै रमाइलो गर्दै बर्दिया राजापुर पुग्दैछौँ। बित्तिकै केरा उमालियो अचारको लागि, त्यसै गरी पुलाउको लागि पानी बसालियो। आजको तरकारी भालेको पनि व्यवस्था गरियो। दाजुभाइ मिलेर भाले काटियो, एकदम पिस पिस बनाएर टुक्रा टुक्रा मजाले पारेर मासु तयार पारियो। अचारको लागि केराउ तयार पार्यौँ। त्यसै गरी प्याज पनि तयार भयो, टमाटर पनि तयार भयो। मेरो बहिनीले फेरि यता केरा काटिरहेकी छिन्। अनि अर्को दिदीले चाहिँ मासुको लागि प्याज भुटिराख्नु भएको छ। मेरो दिदीले चाहिँ यहाँ पुलाउ भुटिराख्नु भएको छ। आहा, कति मिठो बास्ना आइरहेको हो दिदी यो पुलाउ त। अनि मासु पनि परक्क पारी भुटिराख्नु भएको छ दिदीले। अनि एकजना बहिनीले चाहिँ डोक्लीको अचार चटनी कुटिराख्नु भएको छ। अचारको लागि केरा पनि तयार भयो, बन्दकोपी पनि तयार भयो, आलु पनि एकदमै तयार भयो, उसिनिएको आलु। यता बेला बेलामा फेरि मासु चलाउँदैछौँ। कति मिठो बास्ना आइरहेको छ। लोकल कुखुरा प्योर। मेरो दिदीहरू, भाइहरू, बहिनीहरू मस्तसँग इन्जोय गर्दै हुनुहुन्छ। यहाँ चाहिँ पापडको लागि अब हामीले तेल हाल्यौँ, पापड तार्दैछौँ। बेला बेलामा मासुको पनि स्वाद लिइरहेछौँ। कस्तो छ, पाक्यो कि पाकेन, के भयो हेर्दैछौँ। यता केराउ र बन्दकोपी पनि भुटियो अचारको लागि। अचार पनि तयार हुँदैछ। दिदीले अचार मोल्दै हुनुहुन्छ, मस्तसँग मोलिराख्नु भएको छ। अलिकति चुक कम परे जस्तो भयो, त्यही भएर फेरि मैले अलिकति चुक थपिदिएँ। एकदमै राम्रो भएको छ। एकदमै खमखम 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 जस्तो भइरहेको छ। मुखबाट पानी नै आउला जस्तो भयो। यो चुकिलो अचार देखेर आहा, प्याज पनि थप्यौँ, एकदम मस्त भयो। यता मासु पनि पाक्नको लागि एकदम रेडी भएको छ। मासु पाकेपछि दिदीहरूले टेस्ट गर्नुभयो, कस्तो छ भनेर एकदम राम्रो छ भन्नुभयो। त्यसपछि हामीले फाइनल गऱ्यौँ। मासु पाक्यो, पुलाउ रेडी, पापड रेडी, अचार रेडी, खानालाई एकदम रेडी।